फेरि पनि स्वागत छ क्रिकेट सम्बन्धी नयाँ अपडेटका साथ उपस्थित भइसकेका छौं। च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरेर भिडियोलाई अन्तिमसम्म हेर्न नभुल्नु होला। भर्खरै मात्र नेपाल क्रिकेट संघ क्यानले जुन क्यालेन्डर सार्वजनिक गर्यो त्यसमा के कुरा नयाँ रहेको छ। यस वर्ष भने नेपाल क्रिकेट टिमले चाहिँ टेस्ट नेसन राष्ट्रसँग चाहिँ सिरिज खेल्ने भनेर चाहिँ बिग अपडेट राखेको छ। दोस्रो भनेको वुमेन इमर्जिङ टिम एसिया कप भनेर चाहिँ यस वर्ष आयोजना गर्ने भनिएको छ। त्यसमा पनि पार्टिसिपेट हुनेछ नेपाल क्रिकेट टिम भनेर चाहिँ राखेको छ। वुमेन टिम्सको लागि पनि यो पनि एउटा महत्त्वपूर्ण एउटा नयाँ कुरा रहेको छ। यस वर्ष महानगरपालिका कप भनेर चाहिँ राखेको छ। यसमा चाहिँ नेपालका चाहिँ जुन अहिले 6 वटा महानगरपालिकाहरू छन्, काठमाडौँ, विराटनगर, भरतपुर, पोखरा, ललितपुर र वीरगञ्ज गरी 6 वटा महानगरपालिका छन्। त्यसैगरी यस वर्ष भने नेपाल क्रिकेट टिम चाहिँ बढी भन्दा बढी आउट अफ कन्ट्री चाहिँ एकदमै एक्सपोजर हुने देखिन्छ। अफगानिस्तानसँग चाहिँ U19 ओडिआई सिरिज हुनेछ। यो पनि नेपाल क्रिकेट टिमको लागि नयाँ छ। 2025 भनेको नेपाल क्रिकेट टिमको लागि एकदम गोल्डन अपर्च्युनिटी इयरको रूपमा रहेको छ। जसरी 2023 मा नेपाल क्रिकेट टिमको लागि चाहिँ एकदमै गोल्डन इयर बनेको थियो, त्यसैगरी नेपाल टिमको लागि 2025 पनि गोल्डन इयर बन्ने सुनौलो अवसर पनि रहेको छ। किनभने 2025 मा यी महत्त्वपूर्ण कुराहरू रहेका छन् जुन क्यालेन्डरमा नै समावेश भएको छन्। आईसीसी T20 वर्ल्ड कप क्वालिफायर यही वर्ष नै हुनेछ हैन। यही वर्षको अन्तिमतिर चाहिँ आईसीसी T20 वर्ल्ड कप 2026 को क्वालिफायर हुनेछ। नेपाल सहित 10 वटा टिमहरू यसमा सहभागी हुँदैछन्। नेपालको लागि यो महत्त्वपूर्ण रहेको छ हैन। जुन टप 3 मा रहने टिमले चाहिँ आईसीसी T20 वर्ल्ड कप 2026 चाहिँ खेल्न पाउनेछन्। यो पनि नेपालको लागि 2025 मा नै सिलेक्सन भएको कारण चाहिँ नेपालको लागि एकदमै महत्त्वपूर्ण रहेको छ। नेक्स्ट रहेको छ आईसीसी वर्ल्ड कप लीग 2 का म्याचेसहरू हैन। अलमोस्ट 12 म्याचेसहरू चाहिँ यस वर्ष खेलिनेछ। अहिलेसम्म नेपालले 12 वटा म्याच खेलिरहँदा जम्मा 6 अङ्क प्राप्त गरेको छ। अलमोस्ट 12 वटा म्याचेसहरू यस वर्ष खेलाइनेछ। त्यसैले गर्दा पनि यस वर्ष नेपालको लागि एकदमै महत्त्वपूर्ण रहेको छ। नेक्स्ट भनेको आईसीसी T20 वर्ल्ड कप वुमेन्स एसिया क्वालिफायर यसै वर्ष हुने भएको कारण चाहिँ वुमेन्स टिम्सको लागि पनि एकदमै महत्त्वपूर्ण रहेको छ। आईसीसी U19 मेन्स एसिया कप पनि यसै वर्ष क्वालिफायर हुने भएको कारण चाहिँ U19 मेन्स टिमको लागि पनि महत्त्वपूर्ण वर्ष रहेको छ। त्यसैगरी एसीसी मेन्स U19 प्रिमियर कप पनि यसै वर्ष हुनेछ र नेपाल पार्टिसिपेट हुनेछ। यो पनि एकदमै महत्त्वपूर्ण रहेको छ। साथै एसीसी मेन्स U19 एसिया कप टुर्नामेन्ट पनि यसै वर्ष हुने भएको कारण चाहिँ त्यसमा पनि नेपालले पार्टिसिपेट गर्नेछ। त्यसकारण पनि U19 को लागि यो पनि एकदमै महत्त्वपूर्ण रहेको छ। एसीसी मेन्स U16 ईस्ट एसिया जोन कप हुनेछ, त्यसमा पनि नेपालले पार्टिसिपेट गर्नेछ। यस कारण पनि नेपाल टिमको लागि यस वर्ष एकदमै गोल्डन अपर्च्युनिटी रहेको छ। त्यसमा कस्तो प्रदर्शन गर्छ नेपालले त्यो त हेर्नु बाँकी छ। 12 महिना चाहिँ नेपाल क्रिकेट टिम चाहिँ व्यस्त रहने देखिन्छ। किनभने नेपाल क्रिकेट टिमले डोमेस्टिक लिगहरूदेखि लिएर अन्य अन्तर्राष्ट्रिय लिगहरू यस वर्ष थुप्रै खेल्ने देखिरहेको छ।